लासो फ्याफुल्जी टेस्टले म खेमदावा तामाङ चितवन कालिका नगरपालिका 7 बाट मेरो पुर्खौली चाहिँ सिन्धुपाल्चोक हाल अहिले म मलेसियामा छु र फेरि पनि म तपाईहरुको सामु एउटा छोटो भिडियो लिएर प्रस्तुत भएको छु। यो भिडियो चाहिँ अन्त्यसम्म हेर्दिनु होला। मन पर्यो भने लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिनु होला। मेरो युट्युब च्यानल पनि छ खेमदावा तामाङ भनेर, त्यहाँ गएर तपाईहरु यदि नयाँ हुनुहुन्छ भने। र आजको भिडियो चाहिँ एकदम महत्त्वपूर्ण भिडियो छ, तपाईहरु पुरा हेर्दिनु होला, शेयर पनि गर्नुस्। हिजोको दिनमा मेरो जुन एउटा मनमा लागेको कुराहरु चाहिँ राम्रो पनि हुन सक्छ नराम्रो पनि हुन सक्छ, तर मैले चाहिँ शेयर गरिरहेको हुन्छु तामाङ समुदायको लागि। र आजको विषय के रहेको छ भन्दाखेरि हाम्रो तामाङ समुदायको चेलीबेटीहरु अन्तर्जातीय बिहे गर्नुहुन्छ। त्यो त आफ्नो खुसी हो हैन। त्यो हुँदाखेरि हाम्रो तामाङ चेलीबेटीहरुले चाहिँ के ध्यान दिनुपर्ने रहेछ भन्दाखेरि चाहिँ तपाई त अन्तर्जातीय बिहे गर्नुभयो, तर हाम्रो समुदायको तामाङ समुदायको आफ्नै मौलिकता परम्परा संस्कृति चाहिँ त्यसमा तपाईले बिगार्नु भएन। त्यो त तपाईको खुसी हो जोसँग बिहे गरे पनि। तर मेरो भिडियो चाहिँ तपाईले पुरै हेर्नुहोस् है। आजको भिडियो चाहिँ एकदम महत्त्वपूर्ण छ। मैले देखेको है, तपाईले पनि देख्नु भएको छ होला। भोलिको दिनमा यस्तो गर्दै जाँदाखेरि हाम्रो तामाङ समुदायमा चाहिँ कति विकृति, भोलिको दिनमा हाम्रो तामाङ समुदायलाई घाटा त हुने होइन भनेर अहिले नै चाहिँ जनचेतनाको लागि चाहिँ यो भिडियो मार्फत चाहिँ मेरो के कुराहरू राख्न गइरहेको छु। तपाईले एकदम विचार गरेर हेर्नुस् है। के रहेछ त भन्दाखेरि एकदम छोटो मिठो है। हामी सबैले थाहा भएको कुरा हो, तामाङ समुदायको चेलीबेटी बिहे गरेर गइसकेपछि उसको थर परिवर्तन हुँदैन। त्यो सबैले थाहा छँदैछ। र प्लस अहिले के भइरहेछ भन्दा अन्तर्जातीय बिहे गर्दाखेरि कतिपय मान्छेले चाहिँ त्यो अब नाक्रदम भयो कि भएन, भोलि हुनु पनि सक्छ, के होला नाम लेख्यो दुईटा थर लेखेर जाने रहेछ। जस्तै एउटा तामाङ छोरी पाखरिन डोल्मा पाखरिन अथवा कुनै पौडेलसँग बिहे गर्नुभयो भने उहाँले के लेख्ने रहेछ भने डोल्मा पाखरिन पौडेल भनेर लेख्ने रहेछ। एउटै मान्छेको दुईटा थर कहाँबाट हुन्छ? तपाईँ यदि तामाङ चेली हो भने थर नलेख्नुहोस्, डोल्मा तामाङ भनेर लेख्नुहोस्। तपाईँ तामाङसँग बिहे गरे पनि, तपाईँ अन्तर्जातीयसँग बिहे गरे पनि तपाईँको नाम र हाम्रो तामाङ चाहिँ चेन्ज गर्नु के अरे थर र तामाङ चाहिँ चेन्ज गर्न पाउँदैन है। यदि तपाईँ पौडेलसँग बिहे गर्नुभयो भने उनीहरूको हिन्दू परम्परा अनुसार बुढासँग बिहे गर्यो भने तपाईँ पौडेल हुन्छ, तर तामाङको चेलीबेटी त्यस्तो कहिले हुँदैन। यदि तपाईँलाई राख्नु नै इच्छा छ भने अहिले फेसबुकमा पनि तपाईँ जताततै यो विकृति एकदम फैलिएको छ। एकदम तपाईँहरूले यो नाम चेन्ज गर्नुहोस् है। यो नाम चेन्ज गर्नु भने अरू सानो भाइ बहिनीहरूले पनि त्यो सिकेर चाहिँ त्यो नाम लेख्ने जाने रहेछ। जस्तै डोल्मा पाखरिन पौडेल के भनेर लेख्न जाने रहेछ। त्यसमा दुईटै थर हुने रहेछ। यदि तपाईँ डोल्मा भने के हो के हो, अब पाखरिन भन्यो भने के हो के हो थाहा हुँदैन। डोल्मा तामाङ भनेपछि तामाङले चेली चाहिँ पौडेलसँग बिहे गर्न पुगेछ भनेर चाहिँ हुनसक्छ। त्यही भएर चाहिँ यदि तपाईँ लेख्नु नै छ भने डोल्मा पौडेल लेखिदिनुहोस् न। तपाईँ दुईवटा किन थर लेख्नुहुन्छ? त्यही भएर चाहिँ विकृतिहरू एकदम फेरि अहिले फेरि तामाङभित्र पनि जस्तै दोङ पाखरिनसँग बिहे गरेछ भने डोल्मा दोङ पाखरिन तामाङ दुईटा त। जस्तै अहिले के लेख्छ लोकचन पाखरिन के दुईटा थरहरू रहेछ त्यसमा। यो चाहिँ तपाईँले एकदम सुधार गर्नुपर्ने रहेछ। आफ्नो बुहारी चेलीबेटीले फेसबुकमा यदि त्यस्तो लेखेको छ भने यो तुरन्तै सुधार गर्न लगाउनुहोस्। भोलिको दिनमा यो चाहिँ अहिले हाम्रो तामाङ समुदायलाई एकदम विकृति हुन सक्छ कि जस्तो लागिरहेको छ। यो जनचेतनाको लागि हो। तपाईँले आफ्नो छोरी बुहारी इष्टमित्रहरूलाई पनि फेसबुकमा पनि सम्झाउनुहोस् न। तपाईँले दुईवटा थर लेखेछ तामाङभित्र पनि अन्तर्जातीय बिहे गर्दाखेरि पनि। यो चाहिँ हाम्रो तामाङ समुदायको संस्कृतिभित्र चाहिँ एकदम गलत भइरहेको छ है। तपाईँहरूले चाहिँ दुईवटा थर लेख्नेहरू चाहिँ नगर्नुहोस्। दोङ पाखरिन तामाङ जस्तो डोल्मा तामाङ लेख्नुहोस् न, पुरै सकिएको नि त। आफ्नो तामाङ भन्न पनि लजाउनेहरू। यदि अन्तर्जातीय कोही चाहिँ नेपालीसँग बिहे गरेछ, कोही तिमलसँग बिहे गरेछ, कोही भण्डारीसँग बिहे गरेछ, कुनै अब हमालसँग बिहे गरेछ, कुनै अब छेत्रीसँग बिहे गरेछ, कुनै ठुलो मान्छेहरूसँग बिहे गरेको छ नि त। अब कुनै सबैसँग बिहे गर्छ। त्यो भन्दाखेरि तपाईँहरूले तामाङ समुदायको चेलीबेटीहरूले दुईटा थर चाहिँ नलेख्नुहोस् है। तपाईँ तामाङभित्र बिहे गरे पनि अन्तर्जातीय बिहे गर्दाखेरि पनि
आफ्नो जे छ त्यही लेख्नुहोस् न। कतिपय जनाले दौँ नेउपाने, लोप्चा नेउपाने, अब पाख्ने नेउपाने जस्तो के लेखेर गइरहेछ। तपाईँले त्यो अहिलेदेखि नै मेटाइहाल्नुहोस् यो भिडियो हेर्ने बित्तिकै नै। यो भिडियोबाट चाहिँ तपाईँहरूले चाहिँ के सिक्नुभयो होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। मैले एकदम यो चाहिँ एकदम चित्त नबुझेको कुरा है। खोइ हाम्रो अब तामाङ समुदायको बुद्धिजीवीहरूले पनि यो कुरा नसिकाएको हो कि के हो, तर मैले चाहिँ जानेको कुरा चाहिँ यो भिडियो मार्फत चाहिँ तामाङभित्र बिहे गर्दाखेरि पनि, अन्तर्जातीय बिहे गर्दाखेरि पनि तामाङ चेलीबेटीको थर चेन्ज हुँदैन। तपाईँले थर नलेख्नुहोस्, तामाङ लेख्नुहोस्। दुईवटा थर लेखेर यो फेसबुकमा चाहिँ विकृति फैलाएको मैले देख्यो। एकदम राम्रो विचार गर्नु होला। यो भिडियो चाहिँ तपाईँले के कस्तो लाग्यो होला, यो भिडियो चाहिँ मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला है। अन्तमा मैले भन्न खोजेको चाहिँ नामको पछाडि तामाङ लेख्नुहोस्, दुईवटा थर नलेख्नुहोस्। हस्, तपाईँले यो भिडियो कस्तो लाग्यो? लासो फ्याफुलजी टेस्टले